फाइनली गाइज बाइकको कुली नै सक्यो। न ग्यारेज न के है, यस्तो ठाउँमा है, अन्जान ठाउँमा अब कहाँ के गर्ने हो अन्त म त थाहै नपाएको गाइज। अघिसम्म त फाले थिएन, मास्तिरसम्म ठिकै थियो, अहिले हेर्नु न यता यता यहाँसम्म हानिदिइरहेको यो कुलिनले, ओभरफ्लो भइदिइरहेको क्या। कस्तो माया बाइकलाई देखेर थैट। बिजोक बिजोक उता हो, बाइकले दुःख दियो, फर्स्ट टाइम दुःख दियो। यो चाहिँ कुलिन डेन्जर फाले केटा है। यसलाई चाहिँ हिटिङ सेन्सर चाहिँ डाइरेक्ट गरियो है, तर कुलिन चाहिँ छैन गाइज। अब वालिङ नै गरेर बनाउने हो यो चाहिँ। अब एउटा रिले फेर्न पर्छ यसको। त्यही हो गाइज, यहाँभित्रपट्टि हिटिङ सेन्सर हुन्छ नि, त्यो चाहिँ हिटिङ सेन्सरलाई निकाल्यो। अब चाहिँ फ्यान चाहिँ तात्ने, इन्जिन अटोमेटिक तात्ने बित्तिकै गाइज फर्स्ट टाइम दुःख दियो बाइकले मलाई त। लास्ट माया लाएर गाइज बाइकको त है। यो मेरो बाइकको चाहिँ कुलिन ओभर हिट भएर क्या गाइज है। पहिला त मेरो बाइक चाहिँ के भन्छ अरे, यो फ्यान चलिरहन्थ्यो होइन, अनि मैले आउने बेलामा चाहिँ फ्यान पनि चेक गरिनँ कि एउटा कुरा गाइज होइन। त्यसै कारणले अनि बाटो बिचमा आउँदा हिजोबाट नन स्टप चलेको छ नि त मेरो बाइक, तर मेरो बाइक फर्स्ट टाइम भन्दा यति लङ टुर हिँडेको, अनि त्यही भएर मेरो बाइकको चाहिँ अलिकति समस्या देखायो। अनि चाहिँ मैले इन्जिनलाई मर्का नपरोस् भनेर मैले चाहिँ के अरे फ्यानलाई चाहिँ डाइरेक्ट गरिदिएँ। अघि हजुरहरूले पनि देखिसक्नु भयो होला। हेलो गाइज, सर्वप्रथम हजुरहरूलाई नमस्ते, साथसाथै गुड मर्निङ भन्न चाहन्छु। हजुरहरूले टाइटल हेरेर थाहा पाइसक्नुभयो होला आज हामी कहाँ जानेवाला छौँ, कहाँ के गर्नेवाला छौँ भनेर। वेलकम ब्याक टु माई न्यू भ्लग। सबैजनालाई वेलकम छ मेरो भ्लगमा। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि यता एकदमै ठिक छु हजुरहरूको माया र साथ सपोर्टले गर्दा। आज जहाँ छु, जे गर्दैछु हजुरहरूकै कारणले छु, जुन ठाउँमा छु हजुरहरूकै कारणले छु गाइज। आज चाहिँ म मेरो घर फ्यामिलीलाई पनि एकदमै मिस गरिरहेको छु। मलाई घुमाउनेदेखि लिएर मलाई जहाँ हिँड्नदेखि लिएर मेरो घर फ्यामिलीको लामो हात छ। थ्याङ्क यू सो मच घर फ्यामिली। यसरी नै सधैँभरि मेरो घर फ्यामिलीको मैले साथ सपोर्ट पाइराखौँ। त्यही हो गाइज, आज चाहिँ हामी कागबेनी टु अप्पर मुस्ताङ जानेवाला छौँ। हिजो चाहिँ हामी करिब 6:30 बजे यहाँ आउन सफल भयौँ कागबेनी। निरन्तर हाम्रो यात्रा चाहिँ हिजो 7 बजे लगभग 12 घन्टा नै साधनहरू चलाइयो, तर एकदमै दाइहरूसँग एकदमै रमाइलो भयो गाइज बाटो बिचमा है। हजुरहरूलाई म हिजोको भ्लगहरू पनि दिन पाएको छैन, किनकि समय पनि मिलेको छैन, नेटहरू पनि यता त्यति राम्रोसँग चलेको छैन, त्यसको कारणले त्यसको लागि म सरी भन्न चाहन्छु मनैदेखि। त्यही गाइज, आज चाहिँ हामी अब समय पनि 6 बज्न आँटिसक्यो। अब चाहिँ हामी बाटोमै गएर अनि दाइहरूसँगै एकदमै रमाइलो गर्नुपर्छ गाइज। हामी रमाइलो गर्न आएको हो, रमाइलो गरेर जानुपर्छ भन्ने धारणाले हामी चाहिँ एकदमै ठाउँहरू अवलोकन गर्दै एकदमै रमाइलो भइरहेको छ। मैले सोचेको पनि थिइनँ दाइहरूसँग यतिको रमाइलो हुन्छ भनेर। अनि हजुरहरू यदि मुस्ताङ आउँदै हुनुहुन्छ भने सबैजना के मैले के भन्न चाहन्छु भन्दा थोरै 2 शब्द भन्न चाहेँ। यदि मुस्ताङ आउँदै हुनुहुन्छ भने एक कुरा हजुरहरूले एकदमै मुस्ताङतिर भनेको त एकदमै जाडो छ गाइज है। बाटोमा डेन्जर हावालेदेखि लिएर कति कपडाहरू लाउँदा पनि धानेको छैन कि गाइज। हजुरहरू चाहिँ कपडाहरू एकदमै बोकेर आउनु होला। यदि साधनमा आउँदै हुनुहुन्छ भने चेस्ट गार्डहरूदेखि लिएर ग्लोभ्सहरूदेखि लिएर सबै कुराहरूलाई चाहिँ म्यानेज गरेर आउनु होला। त्यत्तिकै हावादारीमा चाहिँ नआउनु होला। मुस्ताङ भन्ने चिज चाहिँ सानो कुरो होइन छ गाइज, हामीले अनुभव गरिसक्यौँ। त्यही गाइज एकदमै सेफ भएर आउनु होला। तर बाटो बिचमा पनि कोही ठाउँमा राम्रो छ बाटो गाइज, कोही ठाउँमा एकदमै अप्ठ्यारो छ गाइज। तर सबैजना
सेफ भएर आउनु होला ल। फाइनली गाइज हामी चाहिँ अब निक्लिन लागेको यहाँ कागबेनीबाट। कागबेनीको मौसमहरू पनि देख्न सक्नुहुन्छ, बिहानको भ्यूहरू हेर्नु कस्तो पाहाडै हो कि गाइज है। यो पाहाड खस्यो अनि त हेर्नु त यो सबै घरहरूलाई त के कति असर गर्ला गाइज है। कस्तो ठाउँहरूमा बसेको कि मान्छेहरूको बसोबास है। त्यहाँबाट अब यो अब 2 महिनापछि त यहाँ त मान्छेहरू त बस्न नसक्नु हुन्छ अरे कि गाइज है। एकदमै अहिले त यस्तो जाडो छ गाइज होइन। 2 महिनापछि त टोटली हिउँ पर्छ अरे नि त। अनि हिउँ पर्ने क्रममा त अब मान्छेहरू त त्यही यहाँ यसो घरमा बस्ने मान्छेहरू 2-4 जना मात्र बस्ने रे गाइज होइन। नत्र त टोटली पुरै मान्छेहरू या त पोखरा या त काठमाडौँ आफ्नो उसमा जानुहुन्छ अरे गाइज है। यता पनि हेर्न जता हेऱ्यो त्यति पाहाड छ कि। बिहानको भ्यूहरू हेर्नु गाइज यही हो कागबेनीको है। हाम्रो चाहिँ कागबेनी टु अप्पर मुस्ताङ जानेवाला छौँ। म चाहिँ एकदमै एक्साइटेड छु। के भन्छ अरे गाइज हिजो त्यत्रो लगभग 11 घन्टा मैले बाइक चलाएँ नि त। अनि त्यसको कारणले नि अब अझ पनि के थकान महसुस नभएको कि गाइज। अझ घुम्न हिँडेपछि यो आफ्नो एकदम सपना हुन्छ नि त गाइज त्यो ठाउँमा जाने भनेपछि। अनि त्यो उसले गर्दा पनि निन्द्रा नलाग्ने। म लगभग गाइज है 3 दिन भयो राम्रोसँग नसुतेको यो ठाउँमा जान्छु भनेर है। तर निन्द्रा पनि लागेको छैन कि गाइज राति पनि। अब मेरो बाइक पनि देख्न सक्नुहुन्छ, मेरो बाइक पनि फर्स्ट टाइम लङ टुर हिँडेको। तर अलिअलि उता लेक लाएर कि गाइज बाटोमा अलिअलि लेक लाएर अलिक पिकअप दिएको थिएन बाइकले चाहिँ। अहिले जति हिँडाले पनि गाइज है यता मासतिर आएपछि त बाइकहरू त के भन्छ इन्जिनै नतात्ने कि गाइज त्यस्तो चिसो छ कि। ल 1 टाइप स्टार्ट त हुँदैन होला गाइज होइन। अब हेरौँ के कस्तो हुन्छ। तर स्टार्ट चाहिँ हुन्छ कि हुँदैन गाइज। ला जाडो छ कि। ओए 1 टाइप स्टार्ट हानिदिइरहेको गाइज यस्तो जाडोमा नि। लास्ट देख्न सक्नुहुन्छ अङ्कलकोले नि 1 ट्याप भइसक्यो कि। अङ्कलको त याफाइ हो कि टेन्सनै छैन कि। हाम्रो डिओ स्कुटरले के गर्छ है। ओए 1 ट्याप गाइज 1 ट्याप। डिओ स्कुटर पनि 1 ट्याप। अब डिस्कभर है। डिस्कभरको चाबी चाहिँ मैले ल्याएको छैन। त्यही गाइज अब चाहिँ हामी गन्तव्यतर्फ लाग्छौँ। अङ्कल चाहिँ पहिला 10 वर्ष अगाडि यहाँ मुक्तिनाथसम्म आउनुभएको थियो अरे। अब चाहिँ हाम्रो अङ्कल पनि फर्स्ट टाइम उता चाइना बोर्डर जाँदैछौँ। के कस्तो भइरहेको छ अङ्कल वहाँ जानको लागि? ठिक छ, अहिले वातावरण एकदम सही छ। हजुर यही बेलामा बिहानमा हिँडेर हामी गन्तव्यमा पुग्ने सही हो प्रस्थान गरिरहेका छौँ। सही हो। ल गाइज अब चाहिँ निरन्तर हजुरहरूलाई म बाटोतिरै गएर भेट्छु गाइज। अरूलाई चाहिँ बाई बाई गाइज। ल फाइनली गाइज हामी चाहिँ कागबेनीलाई छाडेर है आफ्नो गन्तव्यतर्फ लागिसकेको छौँ। कागबेनीको भ्यूहरू देख्न सक्नुहुन्छ। हाम्रो साधनहरू यता छ बिहानै है। दाइहरू चाहिँ यता। ल अब चाहिँ हामी निरन्तर कागबेनीलाई अहिले चाहिँ बाई बाई भन्दै अब आज के कस्तो हुन्छ साँझ फर्किने सकियो भने फेरि कागबेनी आएर बस्नेवाला छौँ। हेरौँ के कस्तो हुन्छ। भएन भने अब हजुरहरूलाई म जहाँ हुन्छ त्यही हजुर अपडेट दिने प्रयास गर्छु भिडियोहरू। त्यही गाइज अब चाहिँ बाटोतिरै गएर भेटौँ है। अहिलेलाई चाहिँ बाई बाई कागबेनी। ल फाइनली गाइज हामी चाहिँ यो भेना भन्ने ठाउँमा चाहिँ खाजा खाइयो है। टक्क लाग्यो दिदीले एकदमै मिठो खाजा खुलाउनु भयो। त्यही एकदमै रमाइलो भएको छ। अझ हामी चाइना बोर्डर पुग्न चाहिँ करिब कति 4 घन्टा लाग्ने भनेको छ। टोटली बाटो चाहिँ पुरै अफ रोड रहेछ। तर हामी गन्तव्यतर्फ निरन्तर लागिरहेको छौँ। हाम्रो चाहिँ खाजा एकदमै खाइसक्यो, डुम्मा भइसक्यो। अब चाहिँ हामी फाइनली बाटोतिरै गएर भेट्ने हो कि भनेको। दाइहरू चाहिँ यता चिलमा हुनुहुन्छ है। एकदमै रमाइलो भएको छ नि।
बवाल रमाइलो भयो नि अब एकछिनपछि गीत त हुन्छ एकछिनपछि गीत त भएर उठ्छ लाउरे रमाइलो भयो नि ल अहिलेसम्म चिलमा छौँ एकछिनपछि गीत हुन्छौँ गीत भएर मजाले फेरि उठ्छौँ सही हो ल म चाहिँ एकदमै एक्साइटेड छु त्यो चाइना बोर्डरमा के कस्तो होला ठाउँ अनि मेरो बाइक पनि त्यहाँ लगेर पुऱ्याउने सपना छ है लगभग हामी अब 4 घन्टाको यात्रा गरेपछि हामी चाहिँ फाइनली चाइना बोर्डर पुग्छौँ होला जहाँसम्म लाग्छ त्यही हो ल अब म चाहिँ हजुरहरूलाई म बाटोतिरै गएर भेट्छु अथवा जहाँ खाजा अथवा जे गरिन्छ हजुरहरूलाई म देखाउने नै छु ल अहिले चाहिँ भाइ है त गाइज ल अहिले भेटौँला फेरि ल मेरो बाइक ग्यारेजमा हुँदा कस्तो हुन्थ्यो भने अहिले चाहिँ कस्तो भएको छ प्रत्यक्षदेखि सक्नु भएको छ मेरो बाइक चाहिँ फर्स्ट टाइम मेरो सोरुमबाट झिकेबाट मेरो बाइक चाहिँ फर्स्ट टाइम यत्रो लङ टुर हिँडेको छ तर केही पनि मलाई दुःख दिएको छैन मेरो बाइकले एकदम फिटान छ चलाउनदेखि लिएर सबै कुराहरू एकदम बवाल भइरहेको छ है जे होस् गन्तव्यसम्म आशा छ पुऱ्याउँछ भनेर तर थ्याङ्क यू सो मच सन्दीप दादा एन्ड मम्मी बाबालाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु कहीँ सन्दीप दादाले चाहिँ फोन गरिरहनु भएको छ अब हुन्छ नि त अब भाइ हिँडेपछि भनेपछि त अब आफ्नो भाइ अब एकदम माया लाग्छ नि त बारम्बार फोन गरेर कहाँ पुगिस् के गरिस् म घरबाट हिँड्ने बेलामा पनि गाइज है मैले त्यो टिकटकमा भिडियोहरू अपलोड गरेको थिएँ नि त अनि दाइले चाहिँ यो पातलो कपडा लगाएको देखेर कि तर उतिखेर फोन गरेर कपडा कति पातलो लाएर गएको कति जाडो हुन्छ उता अलि बाक्लो लाएर जा भन्ने कुरा गर्नुभएको थियो तर एकदमै माया गर्नुहुन्छ मेरो प्यारो सन्दीप दादाले चाहिँ यसरी नै सधैँभरि माया देखाइरहनु होला भन्न चाहन्छु मेरो सन्दीप दादालाई आशा छ सधैँभरि यसरी नै दाजुभाइको साथ सपोर्ट हुन्छ हेलो गाइज हामी चाहिँ यो अब चाइना बोर्डर समथिङ 35 किलोमिटर जति छ अरे भन्ने कुरो सुनेको थिएँ यो ठाउँलाई चाहिँ मैले के भन्छ त्यो एक्ज्याक्टली थाहा भएन है तर हेर्नु न जताततै डाँडा काँडा केही पनि छैन कि यो ओ मास्तिर त हिउँ परेको होला कि गाइज यो सेतो देखियो नि हो यो त हिउँै परेको हो अरे कि गाइज देख्न सक्नुहुन्छ यो सेतो चाहिँ हिउँै परेको रहेछ अनि मेरो बाइक चाहिँ चरा चाहिँ ध्वस्तै भयो है बाटो चाहिँ लास्टै छ साथीहरू चाहिँ त्यता कता छोडिनु भएको छ हामी चाहिँ यता छौँ र हेर्नु न त्यो दामी हिमालहरू पनि क्या दामी देखिएको छ हजुरहरूले प्रत्यक्ष देखिसक्नु भएको छ हेलो गाइज अब अङ्कल पनि आउनुभयो मलाई चाहिँ यता देख्न सक्नुहुन्छ बाहिर म अनि अब अङ्कललाई नै सोध्छु के कस्तो भयो बाटोको यात्रा अङ्कललाई नै सोध ल दाइले सोध्छु भन्नुभएको छ नबोल्ने नै कि स्कुटर खेटा स्कुटर आउँछ नचल्ने हात दुखेर औँला दुखेर समाउनु पनि नसक्ने स्थिति हो हामी अहिले धेरै अझै कहिले पुग्ने के अरे यो अप्पर मुस्ताङ आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ 2 शब्द जाओस् अप्पर मुस्ताङ आउने मान्छेहरूले बाइक लिएर आउनु होला अनि सकभर गाडीमा आउनु होला पैसा कमाएर नभन्नु होला मजाले त्यो गरेर आउनु होला फ्री टाइम लिएर मजाले टेन्सन नलिएर टाइममा बस्दै गर्दै त्यसरी आउनु होला स्कुटर लिएर त्यही भन्न चाहन्छु स्कुटर लिएर चाहिँ अलि नआउनु होला मेरो एउटा यही सुझाव छ प्रत्यक्ष अङ्कलको हालत देखिसक्नु भएको छ के भन्न चाहनुहुन्छ केटाहरूलाई केही भन्न चाहन्न बाइकमा चढ्ने त सर हिँडिरहेको देखिरहेको छु ठिक छ अब ओह्रालोमा नि बाइक हिँडेन भनिरहेको केटाहरूले ओह्रालोमा बाइक नहिँड्ने त फेरि कारण रहेछ यार ढुङ्गा गिटी ढुङ्गा रहेछ अनि कसरी हिँड्ने ओट लाउने रहेछ चालकै गाह्रो हो अङ्कल के गर्ने अब मैले यो बाइकहरूलाई लेक लाउने भनेको नि यो लेक पनि लाएर हो कि के कसो हो यस्तो मान्छेलाई लेक लाउँदै जाँदो रहेछ हजुर अनि बाइकलाई पनि लेक लाउँदो रहेछ चिसो भइरहेको रहेछ अनि एक्टिभ नभएको कि बाइक स्कुटर पनि भने यस्तो त्यो खालको फिलिङ सही हो ल गाइज अब चाहिँ हामी यत्रो बाटो आएपछि है अब हामी गन्तव्यसम्म अवश्य पुग्नुपर्छ किनकि मेरो सपना पनि छ मेरो बाइकलाई चाहिँ त्यहाँ पुगेर
फोटो भिडियो गर्ने अनि साथसाथै अब हामी दाजुभाइहरूसँग सँगै रमाइलो गर्ने भन्ने पनि छ। हेरौँ के कस्तो हुन्छ। बाटो चाहिँ टोटली अफ रोड हो है गाइज एकदम। यदि हजुरहरूले के मैले के भन्न चाहन्छु भन्दा यदि हजुरहरूको साधनहरूको कन्डिसन राम्रो छैन भने प्लिज यो अप्पर मुस्ताङ चाहिँ नआइदिनु होला, किनकि एकदमै बाटो खराब छ। एकदमै भन्दा पनि एकदमै खराब छ, किनकि म बोल्नै नसकेको गाइज, मलाई पनि लेक लाएर होला। के भन्छ अरे यो बाटोमा पनि कहीँ पनि ग्यारेजहरू छैन गाइज। त्यसको कारणले हजुरहरूले एकदम फुल्ली यदि अप्पर मुस्ताङ आउने मन छ भने फुल्ली हजुरहरूले बाइकलाई चेकअप गराएर टोटली आउनु होला। त्यही भन्न चाहन्छु गाइज। यदि अप्पर मुस्ताङ आउन चाहनुहुन्छ भने धेरै कुराहरू सोचेर आउनु है गाइज। ल फाइनली गाइज बाइकको कुली नै सक्यो, न ग्यारेज न के है, यस्तो ठाउँमा है, अन्जान ठाउँमा। अब कहाँ के गर्ने हो अन्त म त थाहै नपाएको गाइज। अघिसम्म त फाले थिएन, मास्तिरसम्म ठिकै थियो। अहिले हेर्नु न यता यहाँसम्म हानिदिइरहेको यो कुलिनले, ओभरफ्लो भइदिइरहेको क्या। हेर्नु त गाइज, म त कस्तो माया लाग्यो बाइकलाई देखेर थैट। बिजोक हो बाइकले दुःख दियो फर्स्ट टाइम दुःख दियो। यो चाहिँ कुलिन डेन्जर फाले केटा है। यसलाई चाहिँ हिटिङ सेन्सर चाहिँ डाइरेक्ट गरियो है, तर कुलिन चाहिँ छैन गाइज। अब वालिङ नै गरेर बनाउने हो यो चाहिँ। अब एउटा रिले फेर्न पर्छ यसको। त्यही हो गाइज, यहाँभित्रपट्टि हिटिङ सेन्सर हुन्छ नि, त्यो चाहिँ हिटिङ सेन्सरलाई निकाल्यो। अब चाहिँ फ्यान चाहिँ तात्ने इन्जिन अटोमेटिक तात्ने बित्तिकै कुलिन पनि फ्यान पनि चल्छ। ल निरन्तर कोरोलातिरै लाग्यो पनि भयो गाइज। फर्स्ट टाइम दुःख दियो बाइकले, मलाई त लास्ट माया लाएर गाइज बाइकको त है। यसको गाइज है हेर्नु, अब यो बाइकलाई फेरि के भन्छ अरे यो लेक लाएर गाइज है, न पिकअप लेख न के लेख। यो मेरो बाइकको चाहिँ कुलिन ओभर हिट भएर क्या गाइज है। पहिला त मेरो बाइक चाहिँ के भन्छ अरे यो फ्यान चलिरहन्थ्यो होइन, अनि मैले आउने बेलामा चाहिँ फ्यान पनि चेक गरिनँ क्या एउटा कुरा गाइज होइन। त्यसको कारणले अनि बाटो बिचमा आउँदा हिजोबाट नन स्टप चलेको छ नि त मेरो बाइक, तर मेरो बाइक फर्स्ट टाइम भन्दा यति लङ टुर हिँडेको। अनि त्यही भएर मेरो बाइकको चाहिँ अलिकति समस्या देखायो। अनि चाहिँ मैले इन्जिनलाई मर्का नपरोस् भनेर मैले चाहिँ के अरे फ्यानलाई चाहिँ डाइरेक्ट गरिदिएँ। अघि हजुरहरूले पनि देखिसक्नुभयो होला। त्यही हो गाइज है। अब हामी लगभग आउन लागिसक्यो होला। यदि हजुरहरू प्लिज आउन चाहनुहुन्छ भने यो ठाउँमा धेरै कुराहरूको म्यानेज गरेर आउनु होला, त्यत्तिकै नआउनु होला हावादारीमा है। तर मुक्तिनाथसम्म चाहिँ ठिक छ गाइज है, तर यता चाहिँ टोटलीकै एकदम बाटो पनि लास्ट दुःख है। तर मलाई हिजोको त्यति थकाइको महसुस भएको थिएन कि गाइज, तर आज चाहिँ डेन्जर थकाइको महसुस भएको छ है। तर बाइक पनि ध्वस्तै भएको छ गाइज है। त्यही हो एउटा कुरा, बाइक बिचमा बिग्रियो, त्यही नै अलिकति नमजा भयो गाइज है। अरू त ठिकै छ गाइज है। अहिले चाहिँ निरन्तर यो फ्यान चाहिँ डाइरेक्ट भइरहेको छ कि गाइज, हजुरहरूले सुन्नु भइरहेको छ होला। हेर्नु न बाइकले पिकअप पनि छोडिरहेको छ क्या, पिकअप छोडिरहेछ। अब कति बेला मान्छेको पिकअपै छोडिन्छ जस्तो भइरहेछ धुलोले गर्दाखेरिमा। पुरै नाक मुख घाँटी पुरै सुक्खा बनाएको हेर्नु। पानीको व्यवस्था छँदै छैन यतातिर, पानी किनेर ल्याउनु पर्ने हुन्छ। यस्तो गाह्रो भइरहेछ हामीलाई। हेर्नु त गाइज धुलोको के कस्तो छ। कत्रो बसहरू कत्रो ट्रकहरू चल्ने क्या गाइज। यस्तो बाटोमा पनि टर्निङ पुगेको छैन है, तर पनि
चलाइदिने कि तर यताको ड्राइभरहरूलाई चाहिँ हाम्रो नेपालको ड्राइभरहरूलाई चाहिँ म गर्वको साथ मान्छु है गाई चाहिँ यदि देख्न सक्नुहुन्छ यो ट्रकहरू पनि यत्रो यत्रो आइरहेको छ यदि मेरो भ्लगिङहरू हेर्दैन छ भने ड्राइभर दाईहरूलाई चाहिँ मनैदेखि रेस्पेक्ट छ मेरो तर्फबाट हेर्नु त कस्तो छ आमा गाई बाटै देखिँदैन हो गाई तर यस्तो धुलो त कति खाइयो गाई आइयो बगर आइयो देख्न सक्नुहुन्छ बोर्डर पनि म खुसी भएँ बोर्डर पनि त्यही होला जहाँसम्म लाग्छ है यो लास्ट अनुभव पनि यही होला फर्स्ट अनुभव पनि यही होला गाई यो ठाउँमा जहाँसम्म लाग्छ म चाहिँ अर्कोचोटि चाहिँ आउन सक्दिनँ होला यो बाटोको हालत देखेर है एउटा कुरा गाई चाहिँ हजुरहरूलाई मैले त्यो कुराहरू पनि देखेको छैन है के अरे चाइना बोर्डरतिर बाटो के कस्तो छ र हाम्रो नेपालको बाटो चाहिँ म हजुरहरूलाई देखाउने नै छु हेरौँ है त कतिको डिफ्रेन्स रहेछ हाम्रो नेपाल कति पछि रहेछ भनेर हजुरहरूलाई म देखाउने नै छु तर चाइना बोर्डरको नि चाइनातिरको पनि यस्तै बाटो छ भने म खुसी हुन्छु गाई चाहिँ म एकदमै खुसी हुन्छु तर हाम्रो नेपालको बाटो र चाइना बोर्डरको थोरै डिफ्रेन्स पाएँ भने म चाहिँ एकदमै दुःखी हुन्छु है गाई र एउटा कुरा गाई चाहिँ यो नेपाल सरकारहरूले के कसैले पनि सोझौलाले चाहिँ नगरिदिने के हेर्नु त अर्काको देशमा कति कति परिवर्तन भइरहेको छ क्या हाम्रो देशमा हेर्नु त गाई चाहिँ सब यो बाटोको लागि भन्दा पनि हरेक कुराहरूको लागि के गाई यो यत्रो यत्रो बाटोहरू आइरहेको छ बिचमा पानीको सुविधा छैन कि गाई एक कुरा हेर्नु त हाम्रो घाँटी सुकेर बोल्न सकेको छैन कि गाई त्यो चाहिँ भएन नि त गाई होइन त जे होस् पानीको चाहिँ सुविधा हुन पर्थ्यो नि त जे जस्तो भयो भने हजुरहरूले माया गर्न चाहिँ नभुलिदिनु होला हिजोको भ्लगहरू पनि मैले अपडेट गराउँछु भनेको थिएँ अपडेट गराउन पाइनँ त्यसको लागि सरी भन्न चाहन्छु हजुरहरूलाई मनैदेखि हृदयदेखि नै है जस म हजुरहरूलाई यो भ्लगहरू गराइरहेको छ नि त एक कुराले थकाइ पनि लाग्छ गाई चाहिँ अब सुत्ने बेलामा एक कुराले थकाइ पनि लागेर सुत्न मन लाग्छ गाई चाहिँ एक कुराले हिजोको चाहिँ मैले भ्लगिङ चाहिँ एडिट गरेको थिएँ कि गाई चाहिँ के कस्तो भयो भन्दा अनि त्यो नेट पनि राम्रोसँग चलेन क्या त्यहाँ होटेलको अनि भने जस्तो त्यो थम्बनेलहरू पनि बनाएको थिएन क्या मैले अनि त्यसै कारणले मैले हिजो अपलोड चाहिँ भिडियोहरू गरेन तर मिलेछ भने आज चाहिँ म हजुरहरूलाई हिजोको भ्लग चाहिँ अवश्य पोस्ट गर्नेवाला छु फाइनली गाइज म चाहिँ यता हाम्रो सिमानामा लास्ट सिमानामा छेउ देख्न सक्नुहुन्छ एकदमै हावाहरू चलिरहेको छ एकदमै हेर्नु यो हावाहरू कस्तो चलिरहेको छ गाइज ओ माइ गड म चाहिँ प्यारो नेपालको लास्ट सिमानामा छु गाइज है म चाहिँ एकदमै खुसी छु चाइना हेर्न सक्नुहुन्छ है अब भित्र चाहिँ जान पाइँदैन अरे त्यही हो हामी चाहिँ यहाँ आउने सपना थियो सपना पुरा भयो गाइज है ल ए गाइज ल सक्नुहुन्छ चाइना र नेपाल यही हो गाइज है लास्टै जाडो रहेछ गाइज है यस्तो जाडो गाइज है हामी चाहिँ भित्र क्याम्पमै बसौँ है यस्तो जाडो छ गाइज भित्रको रली न्यानो छ गाइज है सक्नुहुन्छ यो रक्सीहरू के हो है घरमा के लगाइदिँदा ठिक होला गाइज है मलाई त केही पनि थाहा छैन चक्लेट चाहिँ एउटा लिएरै गइदिनुपर्छ ल लास्ट जाडो छ गाइज है बाहिर चाहिँ है नाकको डाँडी नै भाँचिन्जेलसम्म लास्ट जाडो छ म केही पनि बोल्न सकेको थिइनँ बाहिर हुँदा चाहिँ है तर भित्र चाहिँ आएको अलि न्यानो भयो ल गाइज है अब चाहिँ हामी धेरै बेर नभुलिकन चाइना बोर्डर आइयो एकदमै खुसी लाग्यो गाइज ल अब चाहिँ हामी बाटोतिर गएर भेट्ने हो कि कहाँ गएर बस्ने हो के हो केही पनि छैन गाइज है लास्ट अब को दुखिरहेको छ मलाई त गाइज ल खै अब के हो गाइज है ल अहिले चाहिँ बाई बाई है अब कहाँ घर भेट्छु त्यो म देखाउने नै छु ल बाई बाई खाना शुद्ध खाएको छैन यस बेलासम्म खाजा बिहान खाएको अहिले चाहिँ बाई ल बाई बाई गाइज हेलो गाइज हजुरहरूलाई म के भन्न चाहन्छु भन्दा म हजुरहरूलाई लामो भिडियो बनाउन चाहदिनँ आज हाम्रो बसोबास चाहिँ सुसाङ भन्ने ठाउँमा भयो आज मिति 2082 साल
6 महिना 31 गते आज मासान्तर आज हामी सुसाङ भन्ने ठाउँमा बसोबास हुँदैछ। हामी चाहिँ आजको हाम्रो राइड चाहिँ मुस्ताङ सरी कागबेनी टु अप्पर मुस्ताङ चाइना बोर्डरसम्म पुग्यो गाइज। तर बाटो एकदमै दुःख छ गाइज है। म हजुरहरूलाई बारम्बार भन्न पनि चाहेँ है, हजुरहरू यदि आउँदै हुनुहुन्छ प्लिज सबै कुराहरूको म्यानेज गरेर आउनु होला। कपडाहरूदेखि लिएर सबै कुराहरूको एकदमै जाडो छ गाइज है मुस्ताङमा। मैले सोचेको पनि थिइनँ यति जाडो हुन्छ भनेर है। त्यही गाइज म चाहिँ हजुरहरूलाई आजको भिडियो चाहिँ के कस्तो भयो कमेन्ट गर्न चाहिँ नभुलिदिनु होला। नेक्स्ट भ्लग छिट्टै आउँछ। भोलिको भ्लगलाई चाहिँ सधैँभरि यसरी नै माया गरिदिनु होला। साथ सपोर्ट चाहिँ हजुरहरूको अझ बढी पाउँछु भन्ने आशा छ। भ्लग चाहिँ यहीँसम्म अन्तिम गर्दै नेक्स्ट भ्लग छिट्टै आउँछ है त गाइज। बाइ गाइज। भ्लग चाहिँ के कस्तो भयो कमेन्ट गर्न चाहिँ नभुलिदिनु होला है गाइज। बाइ गाइज।